जय मसीह सम्पूर्ण ख्रीष्ट प्रेमी जनहरूमा म मोहन फेरि पनि हजुरको माझमा उपस्थिति भएको छु अनि यहाँनिर परमेश्वरको वचनलाई हजुरको माझमा पस्कन मन लाग्यो र यो एउटा चुनौतीपूर्वक वचन पनि छ र यो वचनलाई तपाईँले हामीले मनन गर्नु आज सक्नुपर्छ। तपाईँ कुन परिस्थितिमा हुनुहुन्छ, तपाईँ के गर्दै हुनुहुन्छ, प्रभु जान्नुहुन्छ अनि हाम्रो परमेश्वर चाहिँ सदा सर्वदा तपाईँ अनि हामीलाई प्रेम गर्नुहुने परमेश्वर। दोस्रो यूहन्ना 1:8 यसरी भनेको छ, होशियार रहो, जुन कुराको निम्ति तिमीहरू काम गरिरहेका छौ त्यो गुमाउने होइन तर पूरा इनाम पाउने हौ। यहाँनिर तपाईँ अनि हामीलाई यो वचनले होशियारी गराउँदैछ। यो वचनले तपाईँ अनि हामी क्रिस्टको जनलाई सचेत गराउँदैछ र तपाईँ अनि हामीले जुन काम गरिरहेका छौँ, परमेश्वरको जुन सेवा गरिरहेका छौँ, परमेश्वरको निम्ति हामी जे गरेर जिरहेका छौँ र त्यो कुरालाई चाहिँ तपाईँ अनि हामीले गुमाउने होइन र त्यो कुरालाई चाहिँ तपाईँ अनि हामीले पक्रिराख्ने, त्यसमा तपाईँ अनि हामी निरन्तर लागिरहने अनि तपाईँ अनि हामी चाहिँ इनाम पाउने हुनुपर्छ भनेर यहाँनिर वचनले भनेको छ। तपाईँ अनि हामी क्रिस्टमा भएको कारणले गर्दाखेरि परमेश्वरले तपाईँ अनि हाम्रो निम्ति इनाम राखिदिनु भएको छ र त्यो इनाम पाउने जुन काम तपाईँले गर्दै हुनुहुन्छ र त्यो इनाम पाउनका निम्ति र त्यो इनाम तपाईँ अनि हामीले आज गुमाउने होइन तर त्यो इनाम प्राप्त गर्ने व्यक्ति तपाईँ अनि हामी ख्रिस्टमा हुनुपर्छ। प्रियजनहरू, तपाईँ के को निम्ति आज परमेश्वरमा काम गर्दै हुनुहुन्छ? आज तपाईँ परमेश्वरमा के को निम्ति लागिरहनु भएको छ भने तपाईँ अनि हाम्रो एउटै लक्ष्य छ कि हामी अनन्त जीवनमा प्रवेश गर्नुपर्छ अनि तपाईँ अनि हामीलाई यो पनि परमेश्वरमा विश्वास छ कि प्रभु यीशु ख्रिस्टद्वारा तपाईँ अनि हाम्रो पाप क्षमा भएको छ। फेरि तपाईँ अनि हामी चाहिँ परमेश्वरको आज्ञालाई उल्लङ्घन नगरौँ तर तपाईँ अनि हामीले आज जुन काम गरिरहेका छौँ, परमेश्वरको सेवा गरिरहेका छौँ, परमेश्वरलाई संगति दिइरहेका छौँ र यो कामबाट चाहिँ तपाईँ अनि हामी चुक्ने होइन अरे र यो हामीले जुन कामहरू गरिरहेको छ यसलाई चाहिँ तपाईँ अनि हामीले गुमाउने होइन अरे तर यसको निम्ति चाहिँ तपाईँ अनि हामीले एक दिन परमेश्वरबाट इनाम पाउने हौ भनेर भन्नुभएको छ र यो काम नगुमाउनका निम्ति तपाईँ अनि हामीले निरन्तर बाँचिन्जेली परमेश्वरको काम गर्नुपर्छ, परमेश्वरलाई महिमा दिनुपर्छ, परमेश्वरको वचन आधारित तपाईँ अनि हामी जिउनुपर्छ र यो कुराहरू आज यो कामहरू तपाईँ अनि हामी विश्वासीले कतिखेर गुमाउँछौँ भन्दाखेरि जब तपाईँ अनि हामी परमेश्वरको वचनको विपरीत हिँड्न थाल्छौँ, जब तपाईँ अनि हामी परमेश्वरको वचनको विपरीत काम गर्न थाल्छौँ, उल्लङ्घन गर्न थाल्छौँ उहाँको जीवित वचनलाई भनेदेखि तपाईँ अनि हामीले चाहिँ यो कामलाई गुमाइपठाउँछौँ प्रियजनहरू। तर यो कामलाई तपाईँ अनि हामीले गुमाउनु हुँदैन किनभने परमेश्वरले तपाईँ अनि हाम्रो निम्ति ठुलो इनाम राखिदिनु भएको छ। त्यो इनाम एक दिन हामी अवश्य प्राप्त गर्नेछौँ, पाउनेछौँ प्रियजनहरू परमेश्वरबाट। र प्रियजनहरू, तपाईँ कस्तो परिस्थितिमा कुन अवस्थामा तपाईँले परमेश्वरलाई महिमा दिनुहुँदैछ, परमेश्वरको राज्यमा तपाईँ कष्ट दुःख दायी जीवन जिएर परमेश्वरलाई तपाईँले सेवा दिइरहनु भएको छ भने निराश नहुनुहोस्। प्रभुको वचनले भने कि आज तपाईँ अनि हामीले चाहिँ त्यो दिनमा इनाम पक्का पाउँछौँ र त्यो इनाम चाहिँ आज तपाईँ अनि हामीले गुमाउने होइन। संसारबाट आएको समस्याले, संसारबाट आएको तनावले तपाईँ अनि हामीले जुन परमेश्वरको काम गरिरहेका छौँ, परमेश्वरको सेवा गरिरहेका छौँ, परमेश्वरलाई महिमा दिइरहेका छौँ र यो कामहरू चाहिँ संसारबाट आएको कुरोले चाहिँ नगुमाऊ भन्नुभएको छ। तर तपाईँ अनि हामी चाहिँ निरन्तर परमेश्वरमा लागिरहने, निरन्तर परमेश्वरको वचनमा जिउने र उहाँलाई हामीले खोज्ने, उहाँलाई तपाईँ अनि हामीले महिमा दिने अनि तपाईँ अनि हामीले अन्तिममा गएर चाहिँ यो इनाम प्राप्त गर्नेछौँ प्रियजनहरू। र आज तपाईँले कतै इनाम गुमाउनु चाहनु हुँदैछ भने इनाम नगुमाउनुहोस्। जुन काम तपाईँले प्रभुमा गर्दै हुनुहुन्छ निरन्तर गरेर जानुहोस्। तपाईँले विश्वास गरेर परमेश्वरमा एउटा लक्ष्य राखेर अगाडि बढ्नु भएको होला, त्यसलाई पुरा गर्नुहोस् र संसारबाट आएको दया मायाबाट आएको समस्याले तपाईँ परमेश्वरबाट टाढो नहुनुहोस् तर त्यो सबै कुरालाई भुलेर तपाईँ प्रभुमा अगाडि बढिरहनुहोस्। किनभनेदेखि यो काम जुन काम तपाईँ अनि हामीले आज गरिरहेका छौँ र यो काम हामीले गुमाउने होइन तर तपाईँ अनि हामी चाहिँ इनाम पाउने व्यक्तिहरू हुनुपर्छ। हुन्छ, यो छोटो वचनलाई म यहीँ नै राख्छु। फेरि पनि जय मसीह।